चिसो हेलो माइजू नमस्कार ल माइजू नमस्कार सबजनालाई नमस्कार ओहो दिदी युट्युबमा हालिदिन्छु भिडियो बनाएर राख्नु पऱ्यो कि ल है खाना खानु खाना खाने टाइम भयो सुबा नमस्कार ल है भिडियो छोङ्जी तोरण ल खाना खानु मामा नमस्कार ल हजुरलाई नमस्कार खानु भर्खर आएको ओ नमस्कार दाइ त्यसो त्यहाँ बस्छ त त्यहाँ बस्छ न दाइ लाग्छ है डान्स गर्नु मामा ल मामा नमस्कार Habis sokeran. Sokeran itu. Nah, हामी अहिले आइसक्यो
तपाईँ नाच्नु म नाच्छु तपाईँ नाच्नु नाच्नु तपाईँ नाच्नु के भयो आफू गर्न हामी कति नाच्नु नाच्नु ठिकै भइरहन्छ तिनजना बहिनी छ अनि कुकुर के नाच्नु ओइ बुढा रङ्गे राम्रो है तिमी नाच्नु बाबु जानु झोल झोल झोले त यहाँ पछि के भयो भिडियो कहाँ बसे आए उनीहरू नचाउने उसलाई हाँ अब भाइहरू नचाउने उसलाई एकतालाई पनि नचाउने हामी त बुढो मान्छे के नाच्दैन सानै तपाईँ जान्नु नि त अनि टिग्रीहरूलाई पनि नचाउने हामी बुढो मान्छे के नाच्दैन छोरीहरूलाई बुबा छोराहरूलाई त्यो मैले बाबाले के जान्नु कति बेला आउनु तपाईँ 11:30 बजे स्न्याक्समा के थियो रोस थियो रोस र अनि ससेज अनि भट्ट ठिकै हो नि
मामा डान्स सक्यो अर्को गीत लाउनु आँचल नानी हेलो नानी खाना खानु टन्ने नमस्ते भिडियो बनाउनु पऱ्यो भिडियो युट्युबमा हालिदिन्छु है म भिडियो सम्झना ल खानु मन खोलेर खानु है ल हेलो मोसी मोसी देशका हाई चियर्स लु भाउजू दाइ अझै बिहा धाउनु पऱ्यो त्यहाँ हेलो दिदी नमस्कार सानी ओ दाइ नमस्कार नमस्ते 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 के छ माइजू हालखबर ल मैले भन्दा के भन्ने हो माइजू सानी भन्ने माइजू भन्ने हो बजै बजै म नाति माइजू खै त विवेक सुल्टी म त ढिला आएको बल्ल हात हाल्दैछु है म यो युट्युबमा हालिदिन्छु यो भिडियो ल टु हाम्रो माइजू यहाँ कस्तो व्यस्त हुनुहुन्छ रोटी हाल्दै होइन भाइ यो चिकन के छ हिरो हालखबर हिरो खाने हो ल नानी फेरि आयो नानी फेरि ओ माइजू दर्शन दर्शन ए धेरै पछि भेट भयो नानी के भन्ने हो मामा खै त विधान 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 त यो के विवेक दाई यहाँ रसवरी ल्याउनु पर्ने कहाँ हो हजुर रसवरी के भन्नु हो रसवरी रस होइन त आउनु न बस्छ खानु अब खानिदियो यहाँ दर्शन ल खाना खानुभयो
नमस्कार। केही भन्नु छ भन्नु। म ढिला आएँ। जानुहुन्छ? मामा खै त विवेक सोल्टी अस्ति तारामा त मैले त खतरा खेलिदिएँ त हौ गौचनबाट। तपाईँ आउनुभएको छैन? हस् म त कान्छामा नै सर्वश्रेष्ठ भइदिएँ। कान्छामा सर्वश्रेष्ठ। तपाईँहरू सेसनबाट खेल्नुभएको है? हजुर ल है वेटर साहब भेनाजुलाई हो तुलाचनले के एउटै स्पिडमा हानेछ गौचनले कहिले कम कहिले बाटोको बाटै हान्दिएछ तिन चार चोटि त दुई चोटि बाहिर फालिदियो एउटै स्पिडले भाइजी नमस्कार। युट्युबमा आउँछ युट्युबमा। गौचनको कहिले 6 हानेछ कहिले 12 हानेछ बसमा त खतम बनाए 8 गौचन सीको युट्युबमा आउँछ यो भिडियो भोलि बिहान 8 बजे। कस्तो ठ्याक्कै छ त है जापानिज झिङ्गा धेरै आयो कि ऊ आफैले धुन्छ तपाईँले त्यहाँ लगिदिनु नानी। अब हात धुन जाऊ साबुन पानीले। वा अनि हात धुन्छु मम अब हात धो